एउटा शान्त गाउँको सुन्दर घर जहाँ तुलसीको मठ सफा छ र दैलोमा सधैँ उज्यालो रहन्छ। तर यो उज्यालोभित्र एउटा अध्यारो आँधीको तयारी भइरहेको कसैलाई पत्तो छैन। कमला, जो यस घरकी सासू हुन्, उमेरले पाको भए पनि मनले निकै सरल छिन्। उनका लागि आफ्नो छोरा र बुहारी सिर्जना नै संसार हुन्। सिर्जना पनि कम छैनन्, सधैँ हाँसेर बोल्ने र घरको काममा निपुण। छिमेकीहरूले पनि भन्थे, सासू बुहारी त यी दुई जस्ता पो हुनु। तर यो प्रशंसा धेरै दिन टिकेन। छिमेकीको आँगनमा बसेर अरूको घरको तिया पाँचो गर्ने मन्दराको नजर यो घरमा परेपछि सम्बन्धको जग हल्लिन थाल्यो। मन्दराको काम नै कुरा काट्नु र मान्छे उचाल्नु हो। उनी कहिले चिनी माग्ने निहुले त कहिले तरकारी साट्ने निहुले कमलाको भान्सामा पस्न थालिन्। सुरुमा त सामान्य गफकाफ हुन्थ्यो, तर बिस्तारै मन्दराले विष घोल्न सुरु गरिन्। एक दिन दिउँसो जब सिर्जना पसलतिर गएकी थिइन्, मन्दराले सुस्तरी कमलाको कानमा भनिन्, हेर्नुहोस् न सुब्बा आमै, अस्ति बाटोमा तपाईँकी बुहारीले आफ्नै साथीसँग तपाईँकै कुरा काट्दै थिइन्। भन्दै थिइन्, सासू बुढी भइसकिन्, अझै साँचो छोड्दिनन्, के साह्रो लोभी हुन्। मलाई त सुन्दा पनि कस्तो नरमाइलो लाग्यो। कमलाले सुरुमा त विश्वास गरिनन्, तर मन्दराले यति धेरै थपथाप गरेर भनिन् कि कमलाको मनमा शङ्काको बिउ रोपियो। कमलालाई लाग्यो, मैले त आफ्नै छोरी जस्तो मानेकी थिएँ, भित्रभित्रै यस्तो पो सोच रहेछ। अर्कोतिर सिर्जनालाई पनि मन्दराले छाडिनन्। सिर्जना मेलापातबाट फर्किँदै गर्दा मन्दराले बाटोमै रोकेर सहानुभूति देखाउँदै भनिन्, ए बुहारी, तिमी त कति दुःख गर्छौ, तर तिम्री सासू त छिमेकीसँग तिम्रो खुल्याएर हिँड्नुहुन्छ। भन्दै हुनुहुन्थ्यो, बुहारीले त दाइजो पनि राम्रो ल्याइनन्, काम पनि फिटिक्कै जान्दिन्, मेरो छोरालाई यसले के खान डेली र? म त छिमेकी परेँ, तिम्रो मेहनत देखेर माया लागेर भनिदिएको। सिर्जनाको कलिलो मनमा यो कुराले गहिरो चोट पुर्यायो। उनले सोचिन्, दिनभरि काममा घोटिँदा पनि आमाले यस्तो सोच्नु हुँदो रहेछ। अब घरको वातावरण बदलिएको छ। हिजोसम्म हाँसखेल हुने भान्सामा आज मौनता छाएको छ। कमलाले बुहारीले पकाएको तरकारीमा नुन बढी भएको निहु झिक्न थालिन् भने सिर्जनाले सासूले बोलेका हरेक कुरामा अपमान देख्न थालिन्। मन्दराले गरेको कान फुक्ने कामले दुवैको दृष्टिकोण नै बदलिदिएको छ। अब सिर्जनाले सासूलाई सम्मानले होइन बाध्यताले ढोक्छिन्। कमलाले पनि बुहारीलाई मायाले होइन शङ्काले हेर्छिन्। एउटा सामान्य कुराकानीले समाधान हुन सक्ने विषयलाई मन्दराले यति ठूलो बनाइदिएकी छिन् कि अब दुवै पक्ष एकअर्कासँग आँखा जुदाउन पनि डराउँछन्। सासू सोच्छिन्, यसले मेरो साँचो खोज्न खोज्दैछ, र बुहारी सोच्छिन्, आमाले मलाई नोकरानी मात्र ठान्नुहुन्छ। बिस्तारै यो विवाद घरको पर्खालभित्र मात्र सीमित रहेन। मन्दराले त झन् खुसी हुँदै गाउँभरि हल्ला फैलाउन थालिन्। हेर्नुहोस् न, कमलाको घरमा त बाँझो सुरु भएछ, बुहारी त छुच्ची रहेछ। यो सुन्दा सिर्जनालाई झन् रिस उठ्छ। उनलाई लाग्छ कि सासूले नै गाउँभरि कुरा काटेको हुनुपर्छ। यता कमलालाई पनि लाग्छ कि बुहारीले नै आफ्नो इज्जत खाल्दैछ। कसैले कसैलाई सोध्ने हिम्मत गर्दैनन्, किनकि दुवैको बीचमा इगोको ठूलो पर्खाल उभिएको छ। छिमेकीको एउटा सानो कुरौटे स्वभावले कसरी एउटा घरलाई नर्क बनाउन सक्छ भन्ने यो जीवन्त उदाहरण बनेको छ। सिर्जना अब छुट्टै बस्ने सपना देख्न थाल्छिन् भने कमला आफ्नो छोरालाई बुहारीको विरुद्ध भड्काउनुपर्छ कि भन्ने सोच्न थाल्छिन्। यो कलहको मुख्य जड मन्दरा हुन्, जो कहिले सासूको छेउमा बसेर आँसु झार्छिन् त कहिले बुहारीको हात समाएर माया देखाउँछिन्। वास्तवमा उनी कसैको पक्षमा छैनन्, उनी त केवल अरूको घरको आगोमा हात ताप्न चाहन्छन्। घरभित्रको सानो सानो खटपटलाई लिएर उनले बनाउने कथा यति काल्पनिक र खतरनाक हुन्छन् कि सुन्नेलाई सबै सत्य लाग्छ। सासू बुहारीको सम्बन्ध जुन विश्वास र सम्मानमा अडिएको थियो, त्यो अहिले छिमेकीको भनिदिएको कुराको भरमा टुक्रिँदैछ। छोरो पनि अलमल्लमा छ। उसलाई लाग्छ कि आफ्नी आमा र श्रीमती किन एकाएक परिवर्तन भए, तर उसले पनि कुरो बुझ्न सकेको छैन। यसरी एउटा कुरौटे छिमेकीको कारणले गर्दा हिजोको आमा छोरी आज शत्रु जस्ता भएका छन्। शङ्काको विष यति फैलिसकेको छ कि अब सामान्य प्रेमले यो सम्बन्धलाई जोड्न कठिन देखिन्छ। घरको शान्ति हराएको छ र त्यसको सट्टा केवल चिसोपन र आपसी घृणाले ठाउँ लिएको छ। छिमेकी मन्दरा भने नयाँ नयाँ कुराको खोजीमा छिन्, जसले यो आगोलाई अझै दन्काउन सकोस्। एउटा घर भट्किँदैछ, एउटा सम्बन्ध बिग्रिँदैछ, तर दोषी को? कान फुक्ने छिमेकी कि छिमेकीको कुरालाई सत्य मान्ने सासू बुहारी? यो प्रश्न अनुत्तरित नै छ, तर परिणाम भने निकै डरलाग्दो हुँदै गएको छ। सम्बन्धमा लागेको यो दरारले भविष्यमा कस्तो रूप लिने हो त्यो त समयले नै बताउला, तर अहिलेलाई भने कुरौटे छिमेकीले आफ्नो मिसनमा सफलता पाइरहेकी छिन्। एउटा शान्त गाउँको सुन्दर घर जहाँ तुलसीको मठ सफा छ र दैलोमा सधैँ उज्यालो रहन्छ। तर यो उज्यालोभित्र एउटा अध्यारो आँधीको तयारी भइरहेको कसैलाई पत्तो छैन। कमला, जो यस घरकी सासू हुन्, उमेरले पाको भए पनि मनले निकै सरल छिन्। उनका लागि आफ्नो छोरा र बुहारी सिर्जना नै संसार हुन्। सिर्जना पनि कम छैनन्,
सधैँ हाँसेर बोल्ने र घरको काममा निपुण। छिमेकीहरूले पनि भन्थे, सासु बुहारी त यी दुई जस्ता पो हुनु। तर यो प्रशंसा धेरै दिन टिकेन। छिमेकीको आँगनमा बसेर अरूको घरको तियापाँचो गर्ने मन्दराको नजर यो घरमा परेपछि सम्बन्धको जग हल्लिन थाल्यो। मन्दराको काम नै कुरा काट्नु र मान्छे उचाल्नु हो। उनी कहिले चिनी माग्ने निहुले त कहिले तरकारी साट्ने निहुले कमलाको भान्सामा पस्न थालिन्। सुरुमा त सामान्य गफकाफ हुन्थ्यो, तर बिस्तारै मन्दराले विष घोल्न सुरु गरिन्। एक दिन दिउँसो जब सिर्जना पसलतिर गएकी थिइन्, मन्दराले सुस्तरी कमलाको कानमा भनिन्, हेर्नुहोस् न सुब्बा आमै, अस्ति बाटोमा तपाईँकी बुहारीले आफ्नै साथीसँग तपाईँकै कुरा काट्दै थिइन्। भन्दै थिइन्, सासु बुढी भइसकिन्, अझै साँचो छोड्दिनन्, के साह्रो लोभी हुन्। मलाई त सुन्दा पनि कस्तो नरमाइलो लाग्यो। कमलाले सुरुमा त विश्वास गरिनन्, तर मन्दराले यति धेरै थपथाप गरेर भनिन् कि कमलाको मनमा शङ्काको बिउ रोपियो। कमलालाई लाग्यो, मैले त आफ्नै छोरी जस्तो मानेकी थिएँ, भित्रभित्रै यस्तो पो सोच रहेछ। अर्कोतिर सिर्जनालाई पनि मन्दराले छाडिनन्। सिर्जना मेलापातबाट फर्किँदै गर्दा मन्दराले बाटोमै रोकेर सहानुभूति देखाउँदै भनिन्, ए बुहारी, तिमी त कति दुःख गर्छौ, तर तिम्री सासु त छिमेकीसँग तिम्रो खुल्याएर हिँड्नुहुन्छ। भन्दै हुनुहुन्थ्यो, बुहारीले त दाइजो पनि राम्रो ल्याइनन्, काम पनि फिटिक्कै जान्दिन्, मेरो छोरालाई यसले के खान डेली र? म त छिमेकी परेँ, तिम्रो मेहनत देखेर माया लागेर भनिदिएको। सिर्जनाको कलिलो मनमा यो कुराले गहिरो चोट पुर्यायो। उनले सोचिन्, दिनभरि काममा घोटिँदा पनि आमाले यस्तो सोच्नु हुँदो रहेछ। अब घरको वातावरण बदलिएको छ। हिजोसम्म हाँसखेल हुने भान्सामा आज मौनता छाएको छ। कमलाले बुहारीले पकाएको तरकारीमा नुन बढी भएको निहु झिक्न थालिन् भने सिर्जनाले सासूले बोलेका हरेक कुरामा अपमान देख्न थालिन्। मन्दराले गरेको कान फुक्ने कामले दुवैको दृष्टिकोण नै बदलिदिएको छ। अब सिर्जनाले सासूलाई सम्मानले होइन बाध्यताले ढोक्छिन्। कमलाले पनि बुहारीलाई मायाले होइन शङ्काले हेर्छिन्। एउटा सामान्य कुराकानीले समाधान हुन सक्ने विषयलाई मन्दराले यति ठूलो बनाइदिएकी छिन् कि अब दुवै पक्ष एकअर्कासँग आँखा जुदाउन पनि डराउँछन्। सासू सोच्छिन्, यसले मेरो साँचो खोज्न खोज्दैछ, र बुहारी सोच्छिन्, आमाले मलाई नोकरानी मात्र ठान्नुहुन्छ। बिस्तारै यो विवाद घरको पर्खालभित्र मात्र सीमित रहेन। मन्दराले त झन् खुसी हुँदै गाउँभरि हल्ला फैलाउन थालिन्। हेर्नुहोस् न, कमलाको घरमा त बाँझो सुरु भएछ, बुहारी त छुच्ची रहेछ। यो सुन्दा सिर्जनालाई झन् रिस उठ्छ। उनलाई लाग्छ कि सासूले नै गाउँभरि कुरा काटेको हुनुपर्छ। यता कमलालाई पनि लाग्छ कि बुहारीले नै आफ्नो इज्जत खाल्दैछ। कसैले कसैलाई सोध्ने हिम्मत गर्दैनन्, किनकि दुवैको बीचमा इगोको ठूलो पर्खाल उभिएको छ। छिमेकीको एउटा सानो कुरौटे स्वभावले कसरी एउटा घरलाई नर्क बनाउन सक्छ भन्ने यो जीवन्त उदाहरण बनेको छ। सिर्जना अब छुट्टै बस्ने सपना देख्न थाल्छिन् भने कमला आफ्नो छोरालाई बुहारीको विरुद्ध भड्काउनुपर्छ कि भन्ने सोच्न थाल्छिन्। यो कलहको मुख्य जड मन्दरा हुन्, जो कहिले सासूको छेउमा बसेर आँसु झार्छिन् त कहिले बुहारीको हात समाएर माया देखाउँछिन्। वास्तवमा उनी कसैको पक्षमा छैनन्, उनी त केवल अरूको घरको आगोमा हात ताप्न चाहन्छन्। घरभित्रको सानो सानो खटपटलाई लिएर उनले बनाउने कथा यति काल्पनिक र खतरनाक हुन्छन् कि सुन्नेलाई सबै सत्य लाग्छ। सासू बुहारीको सम्बन्ध जुन विश्वास र सम्मानमा अडिएको थियो, त्यो अहिले छिमेकीको भनिदिएको कुराको भरमा टुक्रिँदैछ। छोरो पनि अलमल्लमा छ। उसलाई लाग्छ कि आफ्नी आमा र श्रीमती किन एकाएक परिवर्तन भए, तर उसले पनि कुरो बुझ्न सकेको छैन। यसरी एउटा कुरौटे छिमेकीको कारणले गर्दा हिजोको आमा छोरी आज शत्रु जस्ता भएका छन्। शङ्काको विष यति फैलिसकेको छ कि अब सामान्य प्रेमले यो सम्बन्धलाई जोड्न कठिन देखिन्छ। घरको शान्ति हराएको छ र त्यसको सट्टा केवल चिसोपन र आपसी घृणाले ठाउँ लिएको छ। छिमेकी मन्दरा भने नयाँ नयाँ कुराको खोजीमा छिन्, जसले यो आगोलाई अझै दन्काउन सकोस्। एउटा घर भट्किँदैछ, एउटा सम्बन्ध बिग्रिँदैछ, तर दोषी को? कान फुक्ने छिमेकी कि छिमेकीको कुरालाई सत्य मान्ने सासू बुहारी? यो प्रश्न अनुत्तरित नै छ, तर परिणाम भने निकै डरलाग्दो हुँदै गएको छ। सम्बन्धमा लागेको यो दरारले भविष्यमा कस्तो रूप लिने हो त्यो त समयले नै बताउला, तर अहिलेलाई भने कुरौटे छिमेकीले आफ्नो मिसनमा सफलता पाइरहेकी छिन्। घरको अशान्ति अब घरको चार पर्खालभित्र मात्र सीमित रहेन। यसले बिस्तारै गाउँको चौतारी र पँदेरासम्म चर्चा पाउन थाल्यो। मन्दराले रोपेको अविश्वासको बीज अब सृजना र कमलाको रगतमा यसरी घोलिएको छ कि उनीहरू सामान्य कुरामा पनि षड्यन्त्र देख्न थालेका छन्। तेस्रो भागको यो मोडमा सासू र बुहारी बीचको मनमुटाव अब बोलचालको बन्द र पूर्ण निषेधको अवस्थामा पुगेको छ। हिजोसम्म एउटै थालमा खाए जस्तो गर्नेहरू आज एउटै कोठामा बस्दा पनि निसासिएको महसुस गर्छन्। घरमा कोही पाहुना आए भने पनि उनीहरू एकअर्काको कुरा काटेर पाहुनालाई समेत अलमलमा पारिदिन्छन्। एक दिन गाउँमा ठूलो भोज थियो। मन्दराले त्यहाँ कमलालाई एक्लै पारेर भनिन्, आमै सुन्नुभयो,
तपाईकी बुहारीले त माइतीबाट दाजुलाई बोलाएर तपाईको नाममा भएको जग्गा आफ्नो नाममा पास गराउने सल्लाह गर्दै थिए रे। म त छिमेकी, अरूले कुरा काटेको सुन्न नसकेर तपाईलाई भनिदिएको। कमलाको सातो गयो। उनलाई आफ्नो सुरक्षाको चिन्ता हुन थाल्यो। उनले सोझै छोरा सुबोधलाई बोलाएर भनिन्, हेर सुबोध, यो बुहारीले मलाई सिद्ध्याउने भई, अब म यसरी बस्न सक्दिन। सुबोध बिचरो आमा र श्रीमतीको चेपुवामा परेको छ। उसले सृजनालाई सोद्धा सृजना रुँदै भन्छिन्, मैले त त्यस्तो केही सोचेकी छैन, बरु आमाले पो मलाई यो घरबाट निकाल्न खोज्नु भएको छ। यसको भोलिपल्टै मन्दरा सृजनाको कोठामा पुग्छिन् र सहानुभूति प्रकट गर्दै भन्छिन्, कस्तो दुःख पायो बुहारी तिमीले। तिम्री सासूले त सुबोधलाई अर्को विवाह गराइदिने कुरा गर्दै हुनुहुन्थ्यो। हिजो राति दुईजना बीच निकै बेर यही सल्लाह भएको मैले आफ्नै कानले सुने। सृजनाको खुट्टा मुनिको जमिन नै भासिए जस्तो भयो। उसलाई आफ्नै श्रीमानप्रति पनि शङ्का लाग्न थाल्यो। मन्दराले जे जति कुराहरू भन्छिन् ती सबै कुरालाई सृजना र कमलाले बिना कुनै प्रमाण सत्य मान्छन्, किनभने मन्दराले उनीहरूलाई पहिले नै मानसिक रूपमा कमजोर बनाइसकेकी छिन्। अब घरमा खाना पाक्न पनि छोड्यो। सृजना आफ्नो कोठामा बिस्कुट खाएर बस्छिन् भने कमलाले छिमेकीकै घरबाट ल्याएको खानेकुरा खान थालिन्। मन्दराको यो सफलताले उनलाई झन उत्साहित बनाउँछ। उनले अब गाउँका अरू मानिसलाई पनि यो नाटकमा सहभागी गराउन थाल्छिन्। उनले गाउँका भद्रा भलादमीहरूसँग गएर भन्छिन्, कमलाको घरमा त बिजोग छ, बुहारीले सासूलाई भोकै मारेकी छिन्, हामीले केही गर्नुपर्छ कि? यता सृजनाका माइतीमा पनि खबर पुग्छ कि उनकी छोरीलाई सासूले कुटपिट र मानसिक यातना दिइरहेकी छिन्। सृजनाका दाजु र आमा आत्तिएर घर आउँछन्। घरमा मानिसहरूको भिड जम्मा हुन्छ, तर त्यहाँ पनि मन्दराले दुवै पक्षलाई छुट्टा छुट्टै भेटेर कुरा बिगार्ने काम गर्छिन्। उनले सृजनाका माइतीलाई भन्छिन्, सासू धेरै कडा छिन्, बुहारीलाई त नोकर जस्तो राखेकी छिन्। अनि कमलालाई भन्छिन्, हेर्नुस् त, बुहारीले त माइती गुहारेर तपाईलाई नै थुनाउन खोज्दैछिन्। अविश्वासको यो पराकाष्ठामा पुगेपछि घरमा झै झगडाले ठूलो रूप लिन्छ। सृजनाका माइती र सुबोधको परिवारबीच निकै ठूलो भनाभन हुन्छ। कसैले पनि मूल समस्याको जड खोज्दैनन्, सबैजना अरूले भनेका कुराको पछि लाग्छन्। सृजना अब यो घरमा बस्नै नसक्ने निर्णयमा पुग्छिन्। उनले आफ्ना कपडाहरू प्याक गर्न थाल्छिन्, तर मन्दराले फेरि पनि खेल खेल्छिन्। उनले सुबोधलाई भन्छिन्, स्वास्नी माइत जान लागेकी होइन, उसले त घरका सुन चाँदी र पैसा सबै लिएर भाग्न खोज्दैछ। रिसले चूर भएर सृजनाको झोला खोल्न पुग्छ। यसले सृजनाको आत्मसम्मानमा यति ठूलो चोट पुर्याउँछ कि उनी छागाबाट खसे जस्तै हुन्छन्। घरको यो परिस्थिति देख्दा लाग्छ कि अब यो परिवार कहिले जोडिने छैन। कमला आफ्नै छोरालाई पनि अविश्वास गर्न थाल्छिन्, किनभने उनलाई लाग्छ कि छोराले बुहारीको पक्ष लिएर उनलाई धोका दिइरहेको छ। सृजनालाई लाग्छ कि यो घरमा माया र विश्वासको कुनै स्थान छैन। तर मन्दरा भने बाहिर बसेर रमिता हेर्दैछिन्। उनलाई यो घर बर्बाद भएको हेर्नुमा एक प्रकारको विकृत आनन्द मिलिरहेको छ। उनले एउटा सुन्दर सम्बन्धलाई यसरी टुक्रा टुक्रा पारिन् कि अब ती टुक्राहरू जोड्न असम्भव जस्तै देखिन्छ। यो भागमा सासू र बुहारीको सम्बन्धको अन्तिम डोरी पनि चुडिएको छ। जुन घरमा लक्ष्मीको बास हुन्छ भनिन्थ्यो, त्यही घर अहिले कलह र घृणाको केन्द्र बनेको छ। मानिसहरू भन्छन्, आफ्नै आँखाले देखेको त विश्वास हुँदैन, अरूले भनेको कुराको भरमा त झन् के लाग्नु र। तर यहाँ त सासू र बुहारी दुवैले छिमेकीको शब्दलाई वेदको वाक्य जस्तै माने। मन्दराको चतुरता र यी दुई महिलाको अबुझपनले एउटा सुखी परिवारलाई विखण्डनको अन्तिम मोडमा पुर्याएको छ। अबको यात्रा केवल अलग हुने मात्र होइन, एक अर्कालाई आजीवन घृणा गर्ने बाटोतर्फ मोडिएको छ। सासू र बुहारीको यो सम्बन्ध बिग्रिनुमा मन्दरा जस्ता कुरौटे छिमेकी कति खतरनाक हुन सक्छन् भन्ने कुराको पुष्टि यो घटनाले गर्दछ। घरभित्रको कलहले अब एउटा यस्तो मोड लिएको छ जहाँ संवाद पूर्ण रूपमा विस्थापित भएको छ र त्यसको ठाउँ केवल शङ्का र प्रतिशोधले लिएको छ। चौथो भागको यो श्रृङ्खलामा सासू कमला र बुहारी सृजना एउटै छतमुनि दुईवटा अलग टापु जस्तै भएका छन्। मन्दराको कान फुक्ने अभियान अब सफल मात्र भएको छैन, यसले घरको आर्थिक र सामाजिक संरचनालाई समेत तहस नहस पार्न थालेको छ। हिजोसम्म साँचोको झुप्पो कम्मरमा भिरेर घरको जिम्मेवारी सम्हाल्ने कमला आज आफ्नो कोठामा तालचा लगाएर बस्न बाध्य छिन्, किनकि मन्दराले उनलाई विश्वास दिलाएकी छिन् कि सृजनाले उनको दराजबाट गहना चोर्न खोज्दैछ। मन्दराको उपदेशले गर्दा कमलाले अब बुहारीले दिएको पानी पनि खान छोडिन्। उनले भान्सामा आफ्नो लागि छुट्टै सानो स्टोभ र केही भाँडाकुँडाको व्यवस्था गरिन्। एउटै भान्सामा पकाउँदा बुहारीले मलाई मन्द विष देली भन्ने मन्दराको कुरा कमलाको मानसपटलमा गहिरो गरी गडेको छ। सृजनाका लागि यो दृश्य असह्य थियो। उनले आफ्नी सासूलाई आमाको दर्जा दिएकी थिइन्, तर आज त्यही आमाले उनलाई हत्याराको जस्तो व्यवहार गरिरहँदा सृजनाको मन टुक्रा टुक्रा भएको छ।
तर सृजनाको मनमा पनि मन्दराले अर्को विष घोलिसकेकी छिन्। हेर बुहारी, बुढीले तिम्रो नाममा भएको सुन बेचेर आफ्नै माइतीतिर पठाउन लागेकी छिन्। सुबोधलाई त उसले मुठ्ठीमा पारेकै छ। यो श्रृङ्खलामा घरको छोरा सुबोधको भूमिका झन दयनीय बनेको छ। ऊ दुईवटा धारिलो ढुङ्गाको बीचमा चेप्टिएको छ। एकातिर जन्म दिने आमा छिन् जसले उसलाई जोइटिङ्ग्रेको उपमा दिएकी छिन्, अर्कोतिर श्रीमती छिन् जसले उसलाई कायर र आमाको गुलाम भनिरहेकी छिन्। सुबोधले जब सत्य कुरा पत्ता लगाउन खोज्छ, मन्दरा फेरि बीचमा आइपुग्छिन्। उनले सुबोधलाई भन्छन्, तिमी कति सोझो छौ सुबोध, तिम्री श्रीमतीले त अर्कै घर बसाल्ने योजना बनाउँदैछे। मन्दिर जाँदा उसले कोसँग कुरा गर्छे तिमीलाई थाहा छ? यो सरासर झुट थियो, तर सुबोधको कमजोर मनस्थितिमा यो कुराले ठूलो प्रभाव पार्यो। अब उसले सृजनाको मोबाइल फोन चेक गर्न र उनलाई केरकार गर्न थाल्यो। विश्वासको अन्तिम त्यान्द्रो पनि त्यति बेला चुन्डियो जब मन्दराले एउटा नयाँ प्रपञ्च रचिन्। उनले गाउँको एउटा सानो समूहमा कमलालाई लिएर गइन् र त्यहाँ सबैको अगाडि कमलालाई रुन लगाइन्। मन्दराले भनिन्, हेर्नुस् त छिमेकी हो, यो उमेरमा यी दिदीले आफै पकाएर खानु परेको छ। बुहारी त दिनभरि सुत्छे र फोनमा गफ गर्छे। गाउँका मानिसहरूले सृजनालाई घृणाको नजरले हेर्न थाले। सृजना जब पँधेरामा पानी भर्न जान्थिन्, अरू महिलाहरू उनलाई देख्ने बित्तिकै कुरा काट्न थाल्थे। यो सामाजिक बहिष्कारले सृजनालाई मानसिक रूपमा विक्षिप्त बनायो। उनलाई लाग्यो कि यो गाउँ, यो घर र यो समाजमा उनको कोही छैन। यता घरभित्र मन्दराले अर्को चाल चलिन्। उनले कमलालाई भनिन् कि सृजनाले घरको कागजातहरू लुकाएकी छिन्। कमलाले आवेशमा आएर सृजनाको कोठामा तोडफोड गरिन्। सृजनाले प्रतिकार गर्दा कमलाले आफैलाई चोट पुर्याइन् र छिमेकीहरूलाई बोलाएर भनिन्, मलाई बुहारीले कुटी। मन्दराले तुरुन्तै आएर घाउमा मलम लगाउने नाटक गर्दै भनिन्, मैले त पहिले नै भनेकी थिएँ यो बुहारीले यस्तै गर्छे भनेर। यो घटनाले प्रहरीसम्म पुग्ने स्थिति सिर्जना गर्यो। सुबोध घर आउँदा घरमा रुवाबासी थियो र प्रहरीले सोधपुछ गरिरहेको थियो। मन्दराले प्रहरीलाई पनि गलत बयान दिइन्, जसले गर्दा सृजनालाई दोषी करार गरियो। सम्बन्धको यो चरणमा अब प्रेमको कुनै अवशेष बाँकी छैन। सासू र बुहारी एकअर्काको अस्तित्व मेटाउन चाहन्छन्। मन्दराको सफलता यही छ कि उनले एउटा सानो कुरालाई लिएर एउटा परिवारलाई कानुनी र सामाजिक झमेलामा फसाइदिइन्। कमलालाई लाग्छ कि उनले आफ्नो इज्जत बचाउन यो सब गर्नु पर्यो, जबकि सृजनालाई लाग्छ कि उनले न्याय पाउन अब घर छोड्नै पर्छ। सुबोध अब मदिराको सहारा लिन थालेको छ, किनकि उसले घरको तनाव झेल्नै सकेको छैन। मन्दरा भने आफ्नै घरको झ्यालबाट यो सबै रमिता हेर्दै नयाँ मसला तयार पारिरहेकी छिन्। सासू बुहारीको सम्बन्ध बिग्रिनुमा छिमेकीको भूमिका कति घातक हुन्छ भन्ने कुराको यो पराकाष्ठा हो। एउटा सामान्य भ्रमलाई सत्य साबित गर्न मन्दराले जुन मेहनत गरिन्, त्यसले एउटा सुखी परिवारलाई अदालतको ढोकासम्म पुर्यायो। अब यो सम्बन्धमा सुधार आउने सम्भावना क्षीण हुँदै गएको छ। विश्वासको जगमा बनेको घर अब स्वार्थ र घृणाको जगमा उभिएको छ। के सृजनाले यो घर छोड्लिन्? के कमलाले आफ्नो गल्ती महसुस गर्लिन्? वा मन्दराको यो खेलले अझै कति क्षति पुर्याउने हो? यी प्रश्नहरूले घरको वातावरण झन भारी बनाइरहेका छन्। कसैको व्यक्तिगत ईर्ष्या र कुरौटे स्वभावले कसरी अरूको संसार उजाडिदिन्छ भन्ने यो एउटा नमिठो यथार्थ यस भागले प्रष्ट पारेको छ। समयको गतिसँगै यो घरको कलहले अब एउटा यस्तो मोड लिएको छ जहाँ मानवीय संवेदना हराएर केवल कानुनी लडाई र सामाजिक प्रतिष्ठाको विषय मात्र बाँकी छ। पाँचौं भागको यो श्रृङ्खलामा सासू र बुहारी बीचको दूरी अब यति बढिसक्यो कि उनीहरू एउटै आँगनमा हिँड्दा पनि एकअर्कालाई नचिनेको जस्तो व्यवहार गर्छन्। मन्दराको कुटिलताले गर्दा यो घर अब दुई फ्याँक हुने निश्चित प्राय छ। मन्दराको दैनिक कार्यतालिका नै कमलाको घरमा गएर सृजनाको विरुद्धमा केही न केही नयाँ कथा सुनाउनु र सृजनाको कानमा सासूको विरुद्धमा विष घोल्नु बनेको छ। एक साँझ मन्दराले कमलालाई एउटा अर्को डरलाग्दो कुरा सुनाइन्। उनले भनिन्, आमै, तपाईकी बुहारीले त अब यो घर नै बेचेर शहरतिर घडेरी किन्ने र तपाईलाई वृद्धाश्रम पठाउने योजना बनाउँदैछिन्। हिजो राति उसको माइतीसँग यही कुरा भएको मैले आफ्नै कानले सुने। कमलाका लागि यो कुरा मृत्यु तुल्य थियो। उनले आफ्ना पुर्खाको सम्पत्ति र आफ्नै घरबाट निकालिने कुरा सुन्दा होस हवास हराए जस्तै भयो। उनले तुरुन्तै आफ्ना आफन्तहरूलाई बोलाएर घरमा ठूलो कचहरी बसाइन्। कचहरीमा सबैको अगाडि सृजनालाई अपराधी जस्तै उभ्याइयो। तर सृजनालाई के विषयमा आफूमाथि आरोप लाग्दैछ भन्ने कुराको पत्तो समेत थिएन। मन्दराले त्यो कचहरीमा पनि आफ्नो अभिनय देखाइन्। उनले सृजनाको पक्षमा बोलेको जस्तो गर्दै भनिन्, बिचरी बुहारीलाई धेरै दोष नदिनुस्, आजकालका केटीहरू यस्तै त हुन् नि, अलि आधुनिक हुन खोजेका होलान्। यो कुराले आगोमा घिउ थप्ने काम गर्यो।
कमलाका आफन्तहरूले सृजनालाई गालीगलोज गर्न थाले। सृजनाले आफ्नो सफाई दिन खोजिन्, तर कसैले पनि उनको कुरा सुन्न चाहेनन्। सुबोध पनि त्यही थियो, तर उसले आफ्नी श्रीमतीको पक्ष लिन सकेन। उसलाई मन्दराले पहिल्यै भनिसकेकी थिइन्, तिम्रो नाममा रहेको सम्पत्ति पनि सृजनाले हडप्न खोज्दैछ, होशियार बन्नु। सुबोधको मौनताले सृजनाको मनमा श्रीमानप्रतिको अन्तिम आशा पनि मारिदियो। त्यो रात घरमा ठूलो विस्फोट भयो। सृजनाले आफ्नो आत्मसम्मानका लागि बोल्ने निर्णय गरिन्। उनले भनिन्, मलाई यो घरमा बस्नु छैन जहाँ मेरो चरित्र र इमान्दारीमा दिनदिनै प्रश्न उठाइन्छ। उनले आफ्नो झोला प्याक गरिन् र घर छोड्ने तर्खर गरिन्। तर मन्दराले फेरि अर्को चाल चलिन्। उनले कमलालाई सुस्तरी भनिन्, आमै, यसलाई सजिलै जान नदिनुस्, यसले घरका महत्त्वपूर्ण कागजात र गहनाहरू लिएर जाँदैछ। कमलाले आवेशमा आएर सृजनाको झोला खोसाखोस गर्न थालिन्। यसले गर्दा दुईजना बीच हाटपातको स्थिति सृजना भयो। मन्दराले बाहिर निस्केर हल्ला गरिन्, लौ न, बुहारीले सासूलाई मार्न लागि। गाउँका मानिसहरू भेला भए। सबैले सृजनालाई नै दोषी देखे, किनभने उनी युवा थिइन् र कमला वृद्ध। कसैले पनि वास्तविकता बुझ्ने कोसिस गरेनन्। मन्दराले यो मौकाको फाइदा उठाउँदै सृजनाका माइतीमा पनि खबर पठाइन् कि छोरीले घरमा चोरी गरेर भाग्न लाग्दा समातिएकी छिन्। सृजनाका माइतीहरू लज्जित भएर घर आए। उनीहरूले पनि सृजनालाई नै सम्झाउन थाले, जसले सृजनालाई झन एक्लो बनायो। सृजनालाई लाग्यो कि यो संसारमा सत्यको कुनै मूल्य छैन। उनले मन्दराको अनुहारमा एउटा विजयी मुस्कान देखिन्, तर उनलाई अझै पनि थाहा थिएन कि मन्दराले नै यो सबै खेल रचिरहेकी छिन्। कमलाले अब घरको भान्सामा पूर्ण रूपमा रोक लगाइन्। उनले भनिन्, यो घर मेरो हो, यहाँ मेरो मात्र हुकुम चल्छ। सृजना अब घरको एउटा कुनामा बन्दक जस्तै भएर बस्न बाध्य भइन्। मन्दराले कमलालाई अब अंशबण्डाको कुरा झिक्न उक्साइन्। उनले भनिन्, छोरा र बुहारीलाई अंश दिएर अलग गरिदिनुस्, नत्र यिनीहरूले तपाईलाई बाँच्न दिँदैनन्। कमलालाई पनि यो कुरा ठिक लाग्यो। उनले सुबोधलाई बोलाएर भनिन्, तपाईहरू आफ्नो बाटो लाग्नुस्, मलाई अब शान्ति चाहिन्छ। सुबोधलाई आफ्नो घर र परिवार यसरी टुक्रिन लागेको देख्दा निकै पीडा भयो, तर उसले मन्दराको हितैषी सल्लाहलाई काट्न सकेन। यो भागको अन्त्यमा सासू र बुहारी बीचको सम्बन्ध एउटा कानुनी सम्झौतामा परिणत हुन पुगेको छ। प्रेम, सद्भाव र पारिवारिक एकताको ठाउँ अब वकिल र साक्षीहरूले लिएका छन्। मन्दराले एउटा सानो कुरोलाई यति ठूलो बनाइदिएकी छिन् कि अब यो घर कहिल्यै पुरानो अवस्थामा फर्कनै सक्दैन। सासू बुहारीको पवित्र नातालाई छिमेकीको एउटा विषालु जिब्रोले डसेर मृत्युतुल्य बनाइदिएको छ। सृजनाले अब आफ्नो नयाँ बाटो खोज्ने निर्णय गरेकी छिन् भने कमला एक्लोपनको अध्यारो सुरुङमा प्रवेश गर्दैछिन्। तर मन्दरा भने अझै पनि नयाँ नयाँ हल्लाहरू फैलाउनमै व्यस्त छिन्, किनभने उनको मनोरञ्जन अझै सकिएको छैन। छिमेकीको भूमिकाले कसरी एउटा सुन्दर घरलाई कानुनी लडाईको मैदान बनाउन सक्छ भन्ने कुरा यो श्रृङ्खलाले स्पष्ट पारेको छ।